गाइज अब हामी चाहिँ बेस साइड पार्कल्यान्ड भन्ने भित्र जाँदैछौँ होइन। अनि यहाँनिर चाहिँ फोटोहरू खिच्ने ठाउँ, साइक्लिङ गर्ने ठाउँ, पिकनिक खाने ठाउँ, यत्तिकै हिँड्ने गर्ने ठाउँ अनि एनिमलहरू के भेटिँदो रहेछ। सो लेट्स सी आज के एक्सप्लोर गरिन्छ त गाइज। सो बोर्डहरू यहाँनिर निकालेको रहेछ। यही बाटोबाट चाहिँ साइकलहरू जान ओर्न मिल्दो रहेछ अनि हिँड्ने बाटो पनि यही रहेछ। सो हामीले चाहिँ साइकल कुदाउँदा पनि बाटोहरू चाहिँ ब्लक नगरिकन जानु पर्यो। अनि ठ्याक्क पार्क इन्ट्री गर्नुभन्दा अगाडि नै यहाँनिर चाहिँ डस्टबिनहरू छ होइन। यो डस्टबिन चाहिँ प्रायः जहीँ पनि हुन्छ अस्ट्रेलियामा, सफा सुग्घर चाहिँ सबैले नै खोज्छ। अनि बोर्डहरू यसरी नै सुरुमै टाल्दै गरेको छ। अनि यहाँबाट अब भित्र जानुपर्ने हुन्छ। सो अब हेरौँ यहाँबाट के भेटिँदो रहेछ होइन। सो लेट्स से यो बाटो चाहिँ निकै टाढासम्म छ जस्तो छ। अनि यो सबै काठको है बाटो चाहिँ फेरि लाइक हुन्छ नि, यो सबै काठको बनाएको रहेछ। यसमा केही फलामहरू युज गरेको छैन। अनि यस्तो छ साइडमा। अनि कन्टिन्युसली यो किराहरूको आवाजहरू चाहिँ सुन्न सकिन्छ यहाँनिर। ब्लगमा सुनिँदैछ कि छैन बट मैले चाहिँ हुन्छ नि सुनिरहेको छु किराहरूको आवाज। यो पार्क चाहिँ घर जाँदै देखिएको बाटोमा है। अनि त्यही भएर अब एक्सप्लोर गरौँ न त भनेर अनि म उत्रेको। अब हेरौँ के छ। साइडमा अहिले यता चाहिँ हिलोहरू रहेछ। रातो माटो हुन्छ होला हौ यसलाई त, नेपालतिर यस्तै माटो त हुन्छ नि बारीतिर। अनि यस्तो झ्याङहरू छ, हल्का पानीहरू भुइँतिर। अनि जस्ट यहाँबाट टर्निङ लिने ठाउँ रहेछ। यहाँसम्म रहेछ यो उलनको चाहिँ के भन्छ हिँड्ने बाटो चाहिँ। अनि यहाँदेखि चाहिँ अब झुलुङ्गे पुल जस्तै रहेछ। मुनि चाहिँ काठकै छ, साइडमा चाहिँ यो सायद फलाम हो। अनि यस्तो पैनीहरू छ साइडमा अनि हरियाली छ। सो सफा सुग्घर छ है। लास्टै कहीँ फोहोरहरू हुँदैन। उता इन्ट्री हुने बेलामा डस्टबिन राख्दै रहेछ। अब उता पार्कभित्र पनि डस्टबिनहरू नै हुन्छ प्रायः जस्तो यता चाहिँ। गाइज यत्रो बेर भइसक्यो म हिँडेको है। यो बाटो अझै कम्प्लिट भएको छैन। लाइक त्यो झुलुङ्गे टाइप्सको त्यो फलामको पुल पनि कटेर फेरि यो पुलहरू स्टार्ट भइरहेछ क्या, उलन मेडको पुलहरू। फेरि त्यहाँबाट टर्निङ चाहिँ उता जानुपर्ने। हेरौँ कहाँसम्म छ। भर्खरै अस्ट्रेलियन चाहिँ साइक्लिङ गर्दै गयो। सो यहाँ चाहिँ साइकल कुदाउन अनि हिँड्न ओर्न मिल्छ। अनि हामीले हिँड्दाखेरि चाहिँ साइडबाट हिँड्नुपर्ने हुन्छ किनभने साइकल कुदाउने मान्छेहरू पनि आउँदो रहेछ। त्यहाँ अघि बोर्डमा पनि लेखेको थियो। अनि भर्खर एउटा मान्छे गयो साइक्लिङ गर्दै। सो यो हिँड्ने बाटो चाहिँ यो उडानवाला यहीँ कम्प्लिट हुने रहेछ। लास्टै लामो बाटो थियो। अब यहाँदेखि चाहिँ फुटपाथ सुरु भयो होइन। अनि साइडमा त्यही छ पानीहरू अनि हरियाली। सो लेट्स सी भित्र अब के छ। यो जङ्गलमा किराहरूको चाहिँ लास्टै आवाजहरू आइरहेछ है। ब्लगमा सुनिँदैछ कि छैन होइन बट मैले चाहिँ पुरै क्लियरली सुनिरहेको छु किराहरूको आवाज। कागहरू कराइरहेछ। भर्खर उडेर गयो काग। उता छ एउटा माथि। बाफ्रे यहाँ त झन् कति धेरै किराहरूको आवाज आइरहेछ। किरा हो कि के हो भने। म यो बाटो आएको होइन। यहाँ ठिक्कै इन्ड हुने रहेछ। अनि उतापट्टि अब मेन रोड छ, उतादेखि हाइवे निस्किन्छ क्यार। अनि यहाँदेखि चाहिँ अब अझै जङ्गलभित्र छिर्ने बाटो रहेछ है। अब यहाँ के रेस्ट्रिक्सनहरू देखाएको छ अनि के चाहिँ यहाँ जानु मिल्छ भनेर पनि देखाएको छ। सो यस्तो छ यहाँबाट जाने चाहिँ। यहाँदेखि पुरै जङ्गलभित्र जाने बाटो रहेछ है। सो एउटा मान्छे चाहिँ आइरहेछ उताबाट होइन। सायद एक्सप्लोर गरेर होला ठाउँहरू। हेरौँ अब कहाँसम्म चाहिँ छ के छ। त्यहाँनिर बस्ने ठाउँ रहेछ एउटा। अनि त्यहाँ एउटा बोर्ड रहेछ, के लेखेको छ, नोडोसा ट्र्याक लोटा क्रिक सर्किट के लेखेको छ। दुईवटा बाटो रहेछ है। यता एउटा जाने बाटो,
एउटा अर्को उता जाने बाटो। सो म चाहिँ लेफ्ट साइडको बाटो चुज गरेको छु होइन, किनभने यो बाटो अलिक सफा थियो। हेरौँ यो बाटोभित्र के छ। बट किराहरूको चाहिँ आवाज लास्टै आएको छ है ब्लगमा, अब के हुँदैछ। बट आई क्यान क्लियरली हियर द्याट साउन्ड। सो गाइस यत्रो ट्राभल गरेर लास्टमा केही पनि भेटिएन होइन। यो भित्र चाहिँ पुरै जङ्गल मात्रै छ बाटो, अनि बाटोभित्रै जङ्गल जङ्गल जङ्गल, त्यसको सायद नै एन्डिङ पोइन्ट छ होला सायद। अनि अब म चाहिँ फर्किँदैछु। सो यही गेटबाट अघि छिरेको थिएँ, अब यही गेटबाट निस्किन्छु। गाइस म चाहिँ पार्कदेखि बाहिर आइसकेँ होइन, यही गेटबाट छिरेको थिएँ। अनि एक्सप्लोर त खासै केही गरिएन, त्यही पनि हिँड्न ओर्न चाहिँ रमाइलो रहेछ, हरियालीहरू। अनि त्यो हिँड्ने बाटो पनि त्यो हुन्छ नि पुल टाइप्सको, त्यो पनि राम्रो थियो। अनि भित्रसम्म चाहिँ पुरै हरियाली अनि फ्रेस हावा हुँदै थियो। सो त्यति धेरै एक्सप्लोर गर्ने ठाउँ चाहिँ थिएन, जस्ट बाटो अनि साइड साइडमा हरियाली थियो। सो यति नै आजको चाहिँ हेऱ्यो, अनि यति नै आज एक्सप्लोर गरियो है। सो मेरो ब्लग चाहिँ अब म यहीँ एन्ड गर्छु। थ्याङ्क्स फर वाचिङ, अनि प्लिज डु लाइक, कमेन्ट एन्ड सब्सक्राइब माई युट्युब च्यानल एन्ड किप सपोर्टिङ मी। बाई।